लेखको शीर्षक छेपारोले कसरी रङ फेर्छ। छेपारोको रङ हर्मोन, तापक्रम र जनावरको स्वायत्त स्नायु प्रणाली अटोनोमिक नर्भस सिस्टम बीचको जटिल अन्तर्क्रियाबाट नियन्त्रित हुन्छ। जोन पी राफर्टी। छेपारोले आफ्नो रङ तिनका कोशिकाभित्र रहेका रङ्गद्रव्यका कणहरू मेलानोफोर कोशिका फैलाएर वा केन्द्रित गरेर परिवर्तन गर्छन्। सामान्यतया रङ्गद्रव्य केन्द्रित हुँदा जनावर हल्का रङको देखिन्छ र रङ्गद्रव्य कोषहरूमा फैलिएपछि गाढा देखिन्छ। कुनै पनि समयमा छेपारोको रङ अवस्था, हर्मोन, तापक्रम र जनावरको स्वायत्त स्नायु प्रणाली बीचको जटिल अन्तर्क्रियाद्वारा नियन्त्रित हुन्छ। रङ परिवर्तन प्रकाश र तापक्रम जस्ता वातावरणीय कारकहरूद्वारा मात्र नभई डर तथा अर्को छेपारोसँगको लडाइँमा विजय वा पराजयसँग सम्बन्धित भावनाहरूबाट पनि निर्धारण हुन्छ। धेरै छेपारोहरूले हरियो, पहेँलो, घिउ रङ, क्रिम वा गाढा खैरो रङ धारण गर्न सक्छन्। प्राय यस्तो रङ शरीरको पृष्ठभूमि रङमाथि हल्का वा गाढा धब्बासहित देखिन्छ। प्रजनन कालमा भाले छेपारोहरूमा केही अत्यन्तै आकर्षक रङहरू देखा पर्छन्। केहीले यति जीवन्त र जटिल रङ ढाँचाहरू देखाउँछन् कि तिनले कुनै प्राकृतिक उद्देश्य पूरा गर्छन् भन्ने कुरा कल्पना गर्न नै कठिन हुन्छ। छेपारोले आफ्नो वरपरको पृष्ठभूमि अनुसार रङ फेर्छ भन्ने धारणा भने व्यापक रूपमा फैलिएको एक भ्रम हो।